पक्ष पनि जब हामीलाई सिट पुग्दैन सरकार बनाउनको लागि संख्या चाहिन्छ सिट चाहिन्छ भोट आदि आदि भन्यो भने संख्या पुग्दैन त्यसैले दुवैतिर जसले जे भने अर्को कुरा मैले भन्नै पर्छ अरूले साथीले भन्नु होला पैसा खर्च गरेर मधेसको भोट उड्ने मान्छेहरूलाई यसबाट खबरदारी गर्नु होला पैसाले भविष्य बेच्ने होइन पैसामा आफ्नो भविष्य नबेच्नु होला कसैले दिएछ भने लिए हुन्छ किनकि हाम्रो चोरेको पैसा हो त्यो हाम्रो भविष्य चोरेको पैसा हो आफ्नै पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ यो विषयमा भन्न सक्छ यस्तो होनहार युवाहरू मधेसले मात्र होइन सिङ्गो देशले पहिलो पटक यति धेरै युवाहरू प्राप्त गरेको छ यो इतिहास लेख्ने अवसर नछुटाउनु होला र प्रोफेसर यादवजीलाई अत्यधिक मतले विजय गराउनु होला म अर्को महत्त्वपूर्ण कुरा भन्छु म वर्षौंदेखि तपाईँ हामी विभिन्न धर्मावलम्बी विभिन्न जात जाति मिलेर बसेका छौँ चुनावका नाममा राजनीतिका नाममा तपाईँ र मलाई अलग गर्ने धर्मका नाममा जातका नाममा अगर जसले धार्मिक मुद्दा बोकेर हामीलाई अलग गर्न खोज्छ यसलाई एक भोट नदिनु होला म यहाँ स्पष्ट गर्न चाहन्छु जो कोहीले पनि धर्म आफ्नो छ जात जाति आफ्नो छ सभ्यता संस्कृति सबै आफ्नो छ त्यो व्यक्तिको कुरा हो तर राजनीति अब्बल मानिसले चलाउने कुरा हो तपेश्वर यादव जस्ता युवाहरूले राजनीतिलाई अब अगाडि लिएर आउँछन् त्यसैले म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु विभाजित नभइकन यसपटक इतिहास लेख्ने हो समानुपातिकमा पनि घन्टी प्रत्यक्षमा पनि घन्टी चुपचाप सबैको जय जय घन्टी र माता दुर्गा भवानीले सबैको रक्षा गरून् जय माता दुर्गा भवानी जय माता दुर्गा भवानी